नमस्ते नमस्ते साथीहरु, नमस्ते नमस्ते। आमा घुम्दै घुम्दै यता जिल्लीतिर र तुछीतिर आथे चुचीतिर है आउँदा आउँदै यहाँ दार्चुलाका भाइहरूले हाम्रो चाहिँ यो 6वटा घोडा 7वटा घोडा लिएर है यहाँबाट दार्चुला लैजाने गरे घोडाहरू हेर्नु त यहाँ कति राम्रो घोडा छन्। दार्चुला लिएर दार्चुलाबाट फेरि यिनीहरूलाई केदारनाथ लैजाने हैन, केदारनाथ लैजाने हैन, केदारनाथ ले 3 जना साथीहरू हुनुहुन्छ है। भाइ किन भाइ? मेरो नाम कुनाल। कुनाल। अनि यहाँ बिचको साथीको? मेरो नाम चक्र। अनि मेरो अनमोल। अनमोल। ल हामी 3 जना साथी बाटोमा भेट भयो है। घोडाहरू हेर्नु त उहाँको घोडा अगाडि जाँदैछन्। 7वटा कति छन्? 7वटा घोडा छन्। मान्छे 3 जना हैन। यसरी अब यो कहाँ लैजाने यो घोडाहरू? यो दार्चुला जाने हो। त्यसपछि कहाँ जान्छन्? दार्चुलादेखि भोले बाबा केदारनाथ। कहिलेदेखि सुरु हुन्छ त्यहाँको यात्रा? अब यहाँदेखि 1.5-2 महिना जति अरु छ, 1.5 महिना छ अब। भनेपछि वैशाखदेखि सुरु हुन्छ? हजुर। हरेक साल? हजुर। वैशाखमा हैन, जस्तो कि अब त्यसको डेट गरिन्छ त्यस हिसाबले ए अहिले फिक्स हुँदैन? अहिले फिक्स हुँदैन त्यो। हजुर। शिवरात्रीमा त्यसको डेट फिक्स हुन्छ। ए शिवरात्रि त गइसक्यो? त्यो शिवरात्रीमा गइसक्यो, अस्ति न त्यसको डेट फिक्स भएको। तपाईलाई थाहा छैन अहिले हैन? अब सोधेपछि थाहा हुन्छ। ए अनि केदारनाथ त धेरै टाढा त छैन नि अब त? यहाँदेखि त अब मानेर चल्दा हाम्रो केही नभए पनि 10-15 दिनको यात्रा हुन्छ। ए पैदलमा घोडा लिएर? यहाँदेखि दार्चुला जानुहुन्छ? दार्चुला 2-4 दिन त्यहाँ बस्नुहुन्छ? त्यहाँ बसेर। दार्चुला कुन ठाउँ तपाईँहरूको? दार्चुला अब यो फिक्स त तपाईँहरूको आफ्नो घर? मेरो त जुम्ला। जुम्ला हो। अनि उहाँ भाइको? उहाँको पनि जुम्ला। हामी सबै जुम्ला एक गाउँको मान्छे हो। ए हजुर। अनि तपाईँहरू उता चाहिँ उत्तराखण्डमा काम गर्नुहुन्छ? उत्तराखण्डमा अब घोडा लिएर त्यहीँ जाने हो, अब काम गर्ने। घोडा बेच्ने पनि, घोडामा मान्छे उसार्ने पनि, पैसा कमाउने। बस। जुम्ला कुन ठाउँ हो त? जुम्ला खाडसिजा। खारसिजा हो? खाडसिजा हैन, हाडसिजा। हाडसिजा? ए ल म पनि जुम्ला त पुगेछु, खलङ्गा पुगेछु, सिन्जा पुगेछु, त्यतिबाट मुगु पनि पुगेको एकचोटि है। मुगु जाने बाटैमा जस हाम्रो घर छ। ए हजुर। ओके ल ल भाइहरूले भेट भयो होइन, खुसी लाग्यो। ल साथीहरू सबैले यो युट्युबलाई सब्स्क्राइब गर्नु होला। युट्युब च्यानलहरूले सबैलाई हेरिदिनु पर्यो। सरलाई अब जो पनि सरले धेरै मेहनत गर्नुहुन्छ, सरलाई जे सबैले सहयोग गर्नु पर्यो। अब हामी पनि छौँ जे सरलाई अब यति हामी पनि सहयोग गर्दैछौँ सरलाई पनि। अब हुन्छ 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 ल थ्याङ्क यू। ल